Hello guys, welcome back to my YouTube channel vlog. This is a new vlog. I hope you are guys is well. सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु. फर्स्ट अफ अल त ह्याप्पी न्यू इयर, नयाँ वर्षको शुभकामना. 2083 सालको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई ह्याप्पी न्यू इयर पनि भन्न चाहन्छु. अनि आफूले सोचेको, आफूले जति इच्छा गरेको कुराहरू सम्पूर्णलाई पुरा भएको होस्. अनि यहाँभन्दा अगाडि अघिल्लो वर्षमा जे हुनु भइसक्यो त्यो वर्षमा पुरा गर्न नसकेका कामहरू यो वर्षमा पुरा गर्न सकौँ. तपाईँलाई शुभकामना दिन चाहन्छु. र गाइस, आज नयाँ वर्षको म के प्लान बनाउन गइरहेको छु. यो प्लान चाहिँ हो, आज चाहिँ म चाहिँ खास भने चिकन त हिजो नै खाइसक्यो. अनि यो चाहिँ मैले आज चाहिँ ससेज खान लागिरहेको छु. त्यो ससेज चाहिँ म तपाईँहरूलाई बनाइसकेपछि देखाउने छु गाइस. बनाउन गइरहेको छु, तपाईँलाई म देखाउन चाहन्छु गाइस, है त. अनि यो चाहिँ हाम्रो रुम हो. यो हामी युएई को रसलखाइमा बस्छौँ. यो रुम हो, रुम भद्रगोल छ होइन. सबै साथीहरू जो पनि ड्युटीमा छ, ड्युटीबाट आउने बेला भइसकेको छ. तर यो चाहिँ हाम्रो रुम हो. यो बेड चाहिँ मभन्दा पछाडिको बेड चाहिँ मेरो बेड हो होइन. म यहाँ सुत्छु. यस्तै छ गाइस परदेशी जीवनहरू होइन. तर म चाहिँ अहिले चाहिँ ससेज बनाउनुतिर लाग्छु गाइस, है त. गाइस, तपाईँहरूलाई चाहिँ ससेज देखाउन चाहन्छु. मैले ससेज त काटिसकेँ, यसरी काटेको छु. अनि ससेजमा चाहिँ आलु मिसाउन चाहन्छु. मेरो खाना पनि पाकिसक्नु लागिसकेको छ. यस्तो दामीसँग तरिकाले पाकेको छ होइन. बिरयानी चामल. द्याट्स इट गाइस, दिस इज भेरी डेलिसियस. सायद मिठो हुन्छ होला. नयाँ वर्षको शुभकामना है तपाईँहरूलाई. फेरि नयाँ वर्षको शुभकामना गाइस. आज चाहिँ नयाँ वर्षको उपलक्ष्यमा ससेज ल्याएर पकाएको छु. अब त्यो ससेज चाहिँ खाइहेर्नु पऱ्यो. तर मिठो त मिठो दामी भएको छ. एकचोटि देखाउने चाहन्छु तपाईँहरूलाई. नयाँ तपाईँहरूलाई फेरि पनि नयाँ वर्षको शुभकामना. स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई फेरि पनि नयाँ शुभकामना दिन चाहन्छु. अनि तपाईँहरूको नयाँ वर्ष कस्तो भयो? मेरो नयाँ वर्ष त हामी त्यही यस्तो बुङ्गा तरिकाले मनाइरहेका छौँ होइन. तर पनि खुसी नै छौँ. अब विशेष त परदेशमा अब हामी चाहिँ अब पैसा नभइकन कुनै मनाउने कुरा आएन. पैसा स्यालेरीको वेटिङमा छौँ. यो कुरा चाहिँ अलिकति भनिदिइहालौँ न होइन. तर आज स्पेसल मैले चाहिँ ससेज बनाएको छु गाइस. बाफले त यार ससेज गाइस. तर मिठै छ जे जस्तो भए पनि. गाइस, यो मेरो खाना ससेज. कता कान पनि कुन्न बज्यो त यार. आजको नयाँ वर्षको उपलक्ष्यमा ससेज. Hello guys, welcome back to my YouTube channel vlog. This is the new vlog, new days. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा राखेको छु गाइस. अनि फर्स्ट अफ अल त सर्वप्रथम तपाईहरुलाई नयाँ वर्षको शुभकामना. नेपाली 2083 सालको सम्पूर्ण नेपाली तथा दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ विदेश तथा स्वदेशमा बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई म ह्याप्पी न्यू इयर भन्न चाहन्छु मेरो तर्फबाट. आई होप तपाईहरुको नयाँ वर्ष पनि राम्रै भयो होला होइन. अनि सुखमय भयो होला, इन्जोय गर्नुभयो होला, पार्टी गर्नुभयो होला होइन, घुम्न जानुभयो होला होइन, के नयाँ नयाँ चिजहरू खानुभयो होला साथीभाइहरूसँग होइन. कुनै पार्कमा गएर, कुनै पनि पार्टी प्लेसमा गएर होइन, अथवा रुममै बसेर साथीभाइहरूसँग मिलेर चाहिँ पार्टी गर्नुभयो होला. खुसी साथ तपाईँहरू नयाँ वर्षको सेलिब्रेट गर्नुभयो होला होइन भन्ने आशा राखेको छु गाइस. मेरो पनि नयाँ वर्ष यस्तै भयो.
रुममा बसेँ तर साथीहरू चाहिँ सबै ड्युटी गएको थियो अलि आउन ढिलो भयो आउन ढिलो मतलब कोही नाइटमा धेरै प्रायः नाइटमा हुन्थ्यो होइन अलिकति हाम्रो चाहिँ सिफ्ट नमिलेको कारणले गर्दा नयाँ वर्ष चाहिँ हाम्रो अलिकति खल्लो पनि भयो तर पनि मैले एक्लै भए पनि चिकन ससेस ल्याएर पकाएर खाएँ त्यो चाहिँ तपाईँहरूलाई मैले देखाउन चाहन्छु र विशेष त तपाईँहरूलाई के भन्न चाहन्छु युएमा बस्नुभएका दुबई युएमा बस्नुभएका नेपाली त त्यसरी बस्नुभएको छ सेफ्टीसँग बस्नु होला होइन अब फेरि अब रिओपनिङ हुँदैछ एउटा खुसीको कुरा पनि त्यो छ होइन अब चाहिँ नर्मल भइरहेको छ भन्ने कुरा पनि सरकारले चाहिँ के नोटिसहरू जारी गरेको छ सायद राम्रै हुन्छ होला होइन उपरवालाले चाहिँ हाम्रो लागि चाहिँ एकदम हामीलाई मात्र होइन सम्पूर्ण विश्वभरिबाट छरेर बसेका युएमा चाहिँ इमारातमा चाहिँ सम्पूर्ण राम्रो हुन्छ बिजनेस गर्नेले बिजनेस गर्छन् होइन जाहिरले जाहिर खान्छन् हरेक ठाउँमा आफ्नो सेक्टरमा काम गर्न चाहिँ जति पनि मान्छेहरू काम गर्नुभएको छ सम्पूर्णलाई चाहिँ सहज हुन जान्छ भन्ने चाहिँ आशा बोक्छौँ पनि त्यसको लागि सम्पूर्णलाई फेरि स्टे सेफ होइन त्यसको लागि सुरक्षित तरिकाले बस्नु होला तर खासै अब त नर्मल भइसक्यो जस्तो लागिरहेको छ वी होप होइन इट इज गोइङ टु बेटर सेफ्टी थ्याङ्क गड्स अनि हामीले जति पनि हामी यहाँ बसेर चाहिँ प्रार्थना गरेछौँ सम्पूर्ण अनि विश्वभरिबाट छरेर बस्नुभएका जति पनि मानव प्राणीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ यो वारको निम्ति प्रार्थना गर्नुभएको छ तर सुनेको जस्तो लाग्छ मलाई होइन त्यसको निम्ति चाहिँ एकदम हामी के अरे लक्की अनि भाग्यशाली ठान्छौँ है त गाइस अब नेक्स्ट विकबाट चाहिँ सबै नर्मल हुने भन्ने कुरा पनि सुनेका छौँ सायद नर्मल पनि हुन्छ होला अफिसहरू सबै खुल्छ भन्ने पनि सुनेको छु वी होप इन्साल्लाह राम्रो हुन्छ वी होप होइन राम्रो जे हुन्छ राम्रोको लागि हुन्छ भने जस्तै होइन त्यसको नेगेटिभ पाराले नजाऊँ होइन पोजिटिभ सोचौँ एकदम राम्रो हुन्छ गाइस अब म चाहिँ मेरो ड्युटी सकिएको छ अब म रुम जान लागेको छ मेरो गाडी पनि आउन लागिसकेको छ गाइस अब रुम गएपछि तपाईँलाई देखाउँछु अनि फेरि वान्स मोर ह्याप्पी न्यू इयर गाइस त्यति जेलसम्म मेरो च्यानल हेरेर बस्दिनु होला किप ट्युनिङ किप भ्लगिङ ओके गाइस ओके बाई बाई सी यु नेक्स्ट भिडियो